डोजर हानेर अब यो सब हटाउँदैछ। हाम्रो जेनजीको स्पिरिट हाम्रो माननीय मन्त्रीज्यू बब्लु गुप्ता है उहाँको निर्देशनमा हाम्रो स्पिरिटमा यसरी गरेर काम गरेछ। नमस्ते, ब्याड मर्निङ सबै हाम्रो राज्यलाई दुःख दिने मान्छेहरूलाई है, तपाईँहरूलाई ब्याड मर्निङ छ। हाम्रो सबै नेपाली जनताको तर्फबाट भनौँ न, जनताको तर्फबाट नेपाली जनताको तर्फबाट आज तपाईँले यहाँ देखिराख्नु भएको चाहिँ यहाँ के हो भन्दाखेरि चाहिँ पहिलादेखि नै हाम्रो स्काउटको जग्गा, सरकारी जग्गा अतिक्रमण गरेर भाडा नदिएर सरकारी राजनीतिक दलका आधारमा होइन शक्ति प्रदर्शन गरेर यहाँ अनेक गरेर पावर देखाएर दादागिरी देखाएर अहिलेसम्म हाम्रो जति पनि यो भवनहरू यहाँ बढेको देखिरहेको भइरहेको छ तपाईँले होइन। को हो तपाईँलाई थाहा छँदैछ। र आज चाहिँ बल्ल मलाई अलिक खुसी लागिरहेछ। बल्ल हाम्रो आन्दोलनको अलिक स्पिरिटमा काम गरिरहेछ भने हामीलाई अलिक खुसी भइरहेछ है। त्यसै गरी सबै मन्त्रीज्यूहरूलाई पनि हाम्रो एउटा विनम्र अनुरोध, यो स्पिरिटमा तपाईँहरूले काम गरिदिनु होला। अनि यही स्पिरिटमा तपाईँहरूले काम गरिदिनु भयो भने चाहिँ हामीलाई पनि एउटा न्याय पाएको जस्तो फिल हुन्छ। मेरो लागि मात्र हो अनि हामीले न्याय पाएको जस्तो फिल हुन्छ। त्यही भएर चाहिँ सबै मन्त्रीज्यूहरूलाई पनि हाम्रो रिक्वेस्ट, धेरै ठाउँमा हाम्रो भ्रष्टाचार भएको छ, धेरै ठाउँमा हामीले नेपाली जनताले अन्याय भोग्नु परेको छ। अहिलेको हामी यत्रो बुढो भइसक्यौँ होइन, बच्चादेखि नै त्यही खाल्टो परेको रोडहरूमा